के हो यो भागवतको रहस्य? यो केवल कथा होइन, यो पुराण होइन। हामीले हिजो पनि एकैछिन चर्चा गरेको थियौं। यो भक्ति, ज्ञान र वैराग्यको त्रिवेणी हो। जसरी गंगा, यमुना र सरस्वती प्रयागमा मिलेर एउटै अद्वितीय स्नान बनाउँछन्, त्यसरी नै भागवतको हरेक श्लोकमा भक्तिको मिठास, ज्ञानको तीक्ष्णता र वैराग्यको गाम्भीर्य एकैसाथ कल बग्नी भएर नै यो त्रिवेणी हो। यो दिव्य भागवत महात्रिवेणी हो, जसमा स्नान गर्ने मानिसको हृदय सदाको लागि जन्म जन्म युग युग कल्प कल्प पवित्र हुन्छ। यसरी ऋषिहरूले वर्णन गर्नुभएको छ।